त हे गाइस वेलकम ब्याक टु माई न्यू भ्लग। अब त म घरमा छु हैन, म चाहिँ भ्लग स्टार्ट गर्दैछु। आज घरबाट बिहानै उठेँ हैन, उठिसकेर अब म लाग्दैन आँटेको। आज चाहिँ हाम्रो राइड हुन्छ हैन। अब म र मेरो साथी जान्छौँ घुम्नु। भर्खर उठेर ब्रस गऱ्यो, ब्रस गरिसकेर अब हामी लाग्दिने राइडतिर। राइड जानु लागेको तपाईहरु पनि उठ्नु न हौ। अब के साह्रो सुतिरहेको आमा। बात त सही है। मामा उठ्नु पर्यो नि यार। अब सुजल भाइले ब्लग स्टार्ट गरिसक्यो, त्यही हो। अब राइडतिर लाग्ने हामी चाहिँ कतातिर हुन्छ, दुधतिर हुन्छ कि कता हुन्छ। प्लान चाहिँ त्यही छ हैन। यसो चाय कफी सबै ब्रेकफास्ट खानु मात्रै हामी त्यहाँ जान्छौँ भने कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी। त्यही हो कुरा चाहिँ। अब लाग्नुपर्छ ल। अहिले बाटोतिर भेट्यो तपाईहरुलाई। हाम्रो यहाँ मन्दिर पनि छ नि त हैन। मन्दिरमा आएर टक्कसँगले बस्यो। अब बसिसकेपछि के गर्नु, बस्नै पर्यो। अनि बसेर चाहिँ अब पर्खिरहेकोलाई यहाँ आएर तपाईहरु पनि बस्नु सक्नुहुन्छ। हाम्रो गाउँको मन्दिर हो यो चाहिँ हैन। शिवजी भगवानको जय शिवजी। छिटै 100K पुगाइदियो, छिटै मिलियनमा सब्सक्राइबर होस्। ओ भाई मारो मुझे, मारो मुझे, मारो नहीं, ये मजाक हो रहा है। एक सेकंड यार, मजाक। मैले चाहिँ सुजलाई भेटिसकेको छु हो। उसलाई जाडो लाग्छ भनेर ठक्कै एउटा विन्ड सिटर ल्याइदिएको छु हो। किनकि अहिले बिहान त चिसै हुन्छ। त्यही हो हैन। अब हामी चाहिँ आज कहाँ के जानु हेर्नु न गाइस। मैले चाहिँ हैन घरमा अब प्यान्ट त लाएँ, अब केही छैन हैन। बेल्टै लाउनु भुल्ला। अब के बान्नु हो, घन्टा नाडा बान्दिन हेर्नु र गाइस। हामी चाहिँ लाग्दिसकेको छु। मैले चाहिँ लगाएको छु कडलोको हेलमेट हैन। मर्निङ सबैजनालाई गुड मर्निङ। मैले घरमा त्यस्तो मर्निङ भन्न पाएन, तर तपाईहरुलाई चाहिँ अहिले म बाहिर निक्ले भन्छु। म रोड एक्स मान्छे हो नि त हैन। त्यही लागि म चाहिँ तपाईहरुलाई मर्निङ भनिदिन्छु। त्यही हो हैन। अनि हाम्रो साथी सोमणी। ल गाइस गुड मर्निङ सबैलाई। साकाला बिन्दु पागल हो। कौन है ये लोग, कहाँ से आते हैं? गाइस हामी चाहिँ बाटोतिर पनि पुगिसकेको छु हैन। अब हामी चाहिँ अन द वे हैन। यहाँ हामी चाहिँ टक्कसँगले ला आम्बो यो हेलमेट त कडलोकै हेलमेट छ त हेर्नु न यहाँ। आम्बो हेभी भइदिरहेको नि यो के भइदिरहेको यस्तो हा। यस्तै छ हैन। म चाहिँ कडलोको हेलमेट लगाएर यो चाहिँ अब हुन्छ नि अब त्यो एरोप्लेनतिर हेलिकप्टरतिर चल्दा हैन। अब यस्तो हुन्छ नि हेलो माइ टेस्टिङ भने यस्तै हो। यो पनि कडलोको हेलमेट हो नि त। यो चाहिँ तपाईँको यताको हेलमेट होइन। हेर्नुहोस् यता हेर्नुहोस् कस्तो छ अनि हो कि होइन समीर? यो कहाँको हो अरे? कुन चाहिँ देशबाट हो लाग्यो? जर्मनीबाट हो नि। कडलोको हेलमेट हो फेरि हो। एआई छ यो मान्छे। एआई चलेर चाहिँ नि खासमा भन्नुपर्दा यो एआई चलेर यस्तो भएको कता पानी पर्यो भने आफै यस्तो होइन, यसरी झर्दिन्छ क्या। योमा त हातले यस्तो गर्नु पर्यो नि। हातले त्योमा आफै यस्तो आउँछ। घन्टा मेरो चाहिँ हेर्नु न यहाँ हो। रोड्याक भइदिरहेको के भएको यस्तो यार। अब के कस्तो हुन्छ खासमा हाम्रो प्लान केही छैन होइन दोस्त। के हुन्छ त्यही हो। अगाडि देखाइदिन्छु तपाईँहरूलाई। यतिको चाहिँ छ अगाडि कसोको बिहान मर्निङमा होइन। त्यही हो। ल अहिले तपाईँहरूलाई गाइस भेटौँ है त होइन। भइसकेको छ पदमामा होइन। चाय तब हामी चाहिँ प्लेन एरियामा थियौँ होइन। अब चाहिँ हामी पाहाड चढ्दा जस्तो हुँदैछ बुझ्नुभयो। पाहाड हरियो परियो यस्तो आइसक्यो हामी चाहिँ होइन। हेर्नु सक्नुहुन्छ तपाईँहरू। अहिलेसम्म पुरा यस्तो भइरहेको के भन्छ तपाईँको खासमा देखाउनु खोजेको चाहिँ के भन्नु त हल्का हातमा पनि आइफोन हुँदा चाहिँ यस्तो गर्नुपर्छ अरे नि त। यस्तो आइफोन देखेन आइसकेको छु। यस्तो ओह्रालो छ होइन। ओह्रालो मजा आइरहेको छ। ल हामी नुहाइदिउँ अब। नुहाउनु पर्छ हो। सेम्पू टेम्पू ल्याएको छु जाली। घन्टा लाग्यो सेम्पू। यति बिहान नुहायो भन्दा नि कस्तो घाम लाग्दिन्छ नि गाइस।
हैन। अब यस्तो अब तपाईँले यति करोडको माल लगाएपछि त होइन गाइस अलिकति राम्रो त देखाउनु पर्यो नि त मैले पनि होइन। यति करोडको लगाइसकेको छु हेर्नु। अब यो हेलमेट चाहिँ यहाँको होइन, यो हेलमेट चाहिँ तपाईँको एकदम ठुलो राइडरले दिएको हेर्नु त। अनि यहाँ तपाईँको हकी टकी छ मेरो, हो तपाईँहरूलाई नदेखाम होइन। हामी बोल्नु सक्छौँ होइन, बोल्नु सक्छु एकअर्कामा हामी बोल्नु सक्छौँ। बेसी गाडी स्पिड भयो भने अब बाइचान्स म पातले मान्छे बाइचान्स उड्यो भने बोल्नु पनि सक्छु हामी। अनि त्यही हो करोडको हेलमेट लगाएर होइन आइदिइरहेछौँ हामी। अहिले पुग्यो हामी दुधिया पुल टक्कसँगले। अनि पहाड अगाडि हेरे हामी चाहिँ दुधियाको यो पुलको छेउमा हाम्रो दाको राजेश गुप्ता फास्ट फुड फन फेयरमा पुगिसकेको छौँ होइन। अब चाहिँ हामी यहाँ नास्ता सास्ता गर्ने हो। अघिबाट दोकान खोजिरहेको थियो पाएन, नास्ता सास्ता पनि खाएर हिँडेको हो नि त। अब हामी चट्टसँग लगाएर होइन अघि नै आइसकेको थियो होइन। उताबाट दुधैबाट घर फोनै चार्ज थिएन नि त हो, त्यही लागि चाहिँ भिडियो गर्नु पाइनँ होइन। त्यही हो हामी अहिले त 1 बज्न आँटिसक्यो, 1 अरे 11:30 12 हुँदै होला हौ। अनि अहिले चाहिँ म इमली गाछको हाम्रो गाउँमा इमली गाछ छ नि त, अनि त्यसको फेदको मुनि बसिदिइराखेको छु। यो चाहिँ ग्राउन्ड हेर्दा चाहिँ हाम्रो स्कुल छ होइन, स्कुल क्लास लागिरहेछ। मेरो चाहिँ दाजुहरू कामहरू त्यो गर्दैछ क्या, के भन्छ गोल पोस्टहरू लगाउँदैछ नि त। अनि म चाहिँ अल्छी लागेर यता माथि यसो हावा पनि मजा गइरहेछ। अप्पर गरम छ यता चाहिँ फेरि हो, हेब्बी गरम, टिना तातेर झन् हेब्बी गरम हुन्छ। त्यही लागि म चाहिँ यता आइरहेर बसिरहेको छु। त्यही हो गफसप। अब केटाहरूले म्याच छोडेको रहेछ कि गाइस, छाता हेर्नु न यहाँ कति छ। आम्मा छाता हो यो डाइरेक्ट शेखर बेसी खाएर चाहिँ पाएको हेरे हो। अब यहाँ चाहिँ डेट घन्टा पागल हो भनेर नै यहाँ छाता हेर्नु त। आम्मा यो खालको छाता छ भने त हेब्बी हुन्छ नि होइन। हाम्रो दाहरूले चाहिँ म्याच छोडेको रहेछ नि त, यस्तो ग्राउन्डमा चाहिँ छोडेको छ। यहाँ चाहिँ अस्ति भर्खर टोपी पायो नि त यहाँ भाइ पागल हो। छातै कत्रो छ आम्मा भाग्यो। शेखर बेसी खाएर चाहिँ पाउँछ यस्तो। तपाईँहरू पनि शेखरहरू भक्कु खानु पाउनुहोस्। आम्मा यो त पानी पऱ्यो भने त घरै ढाक्ने रहेछ त यार भति। बेलुका भइसकेको छ तपाईँको लगभग 5 बजिसकेको छ, 5-6 भइसकेको छ। यहाँ केटाहरू चाहिँ फुटबल खेल्दैछ, गोली खेलिरहेछ होइन। त्यही हो। अनि साथी चाहिँ यता गेम खेल्दै रहेछ ऊ आइदिएको टक्कसँगले। चाहिँ यता घरमा छु होइन, पल्लोपट्टि घरमा छु म चाहिँ होइन। अब चाहिँ म खानासाना खाइसकेको छु, रात परिसकेको छ होइन। अनि खानासाना खाएपछि चाहिँ अब ल्यान्डिङ गर्नुपर्ने हुन्छ नि त। ल्यान्डिङ भनेको चाहिँ सुताइ होइन। दिनभरि हिँडेर पुरा थाकेको छु आज। अहिले सुत्छु, खानासाना खाइसकेको छु मैले होइन टक्कसँगले। बेसी क्लिप गरेन, बेसी लामो हुन्छ क्या भिडियो। बेसी लामो भयो भने तपाईँहरूलाई फेरि हेर्नु मन लाग्दैन, फेरि तपाईँ स्किप गर्नुहुन्छ। त्यही स्किप नगरी हेरिदिनु होला जति सक्दो होइन। अनि माया देखाइदिनु पऱ्यो तपाईँहरूले होइन। त्यही भन्दामा दाको पनि फोनको ट्याक्कै आइहाल्यो। हाम्रो चाहिँ फेरि सबैको आइफोन हल्का। त्यही हो होइन। त्यति भन्दैमा माया छ सबलाई। मेरो भ्लग मन पऱ्यो भने लाइक, सेयर, सब्सक्राइब गर्नु नभुल्दैन होला।